ठुलो साउन्ड गर ठुलो साउन्ड बिट जाबिरिन दिहाल्यो त नजिक नजिक जाबिरिन दिया के हुँदैन तेरो ज्ञान भन्दा मेरो ध्यान ठुलो छ सबैजना केटाहरू एकै ठाउँमा भेला भए साथीभाइ बन्द थियो जानु पर्यो मेला म लपडा हुँदा भन्ने गर्छु पर्ला हाम्रो खेलाम अनि होटेल आउने कुरा अनि हरायो कुन बेला म यता उता हिँड्दै थियो लक्ष्मणसँग भेट भयो उसको अनि फेरि रमिलाको डेट भयो हात मिलाउँदै भने मैले के छ यार दोस्त या लभ परिरहेको बेला नगर न यार बोट भ्युज आउनु पर्यो अब हाम्रो यो रिजमा साइन गरिदिनुहोस् दाइ होटेलको बिलमा आफ्नो आफ्नो खाजाको पैसा आफै आफै तिर्न यस्तै त पनि हामी नेपाली चिलमा भ्युज आउनु पर्यो अब हाम्रो यो रिजमा साइन गरिदिनुहोस् दाइ होटेलको बिलमा आफ्नो आफ्नो खाजाको पैसा आफै आफै तिर्न यस्तै त पनि हामी नेपाली चिलमा थियो अनि छुट्टिने पालो आयो उतादेखि आयो फेरि कालीको पकालो लक्ष्मणसँग बोल्ने अब तिमुलाको पालो अनि उसको जोडी देख्दाखेरि तातिएछ पारो दोस्तले भन्यो मलाई यो केटी पो हो त्यतिखेर लाग्यो मलाई आँसो नवीनले के गरेछ या लक्ष्मणले के गर्छ लास्टमा कुरा बुझ्दा त्यो त नवीनको आँसु परिछ त्यसपछि सबैजना केटाहरू होटलमा कोही चाहिँ मासु अनि कोही चाहिँ बोतलमा पैसा तिर्ने कुरा गर्दा सबैजना लोभमा साथीको पैसा तिर्ने भने छैन मेरो गजामा भ्युज आउनु पर्यो अब हाम्रो यो रिलमा साइन गरिदिनुहोस् दाइ होटेलको बिलमा आफ्नो आफ्नो खाजाको पैसा आफै आफै तिर्न यस्तै त पनि हामी नेपाली चिलमा भ्युज आउनु पर्यो अब हाम्रो यो रिल्समा साइन गरिदिनुहोस् दाइ होटेलको बिलमा आफ्नो आफ्नो खाजाको पैसा आफै आफै तिर्न यस्तै त पनि हामी नेपाली चिलमा